म आज टमाटो सस बनाउन गइरहेको छु। टमाटोलाई पेस्ट गर्दैछु। टमाटोको पेस्ट यो बोलमा राखेँ। एउटा फ्राइबिन लिएँ, फ्राइबिनमा तेल हालेँ, लसुन हालेँ, तेजपत्ता हालेँ। त्यो अनि लसुन अलि ब्राउन भएपछि यो प्याज हालेँ। यता एउटा कपडामा इलायची, दालचिनी, तेजपत्ता, ल्वाङ, इलायची राखेर बान्दैछु। अनि यता अघि पेस्ट गरेको टमाटो चाहिँ यहाँ प्याज पाकिसक्यो, यता हालेँ। अब पकाउँदैछु। अघि बाँधेको गरम मसलाको त्यो कपडाको पोको ससमा हालेँ, किनकि यो यसरी हाल्यो भने ससमा त्यसको फ्लेभर आउँछ। अनि अमिलो कम होला भनेर चिनी हालेँ, नुन हालेँ। अब अलिकता यो काली मिर्च पाउडर, अलिकति त हरियो के अरे खुर्सानी, सुकेको खुर्सानीको फ्लेक्स, ओरेगानो हालेर मिक्स गर्दैछु। छ भने यसमा बेसिल पनि हालिन्छ, तर मसँग बेसिल नभएको कारणले बेसिल हालेको छैन। अनि ऊ पनि हालिन्छ, सेलेरी र लिक्स पनि हालिन्छ, त्यो पनि मसँग नभए हुनाले मैले